आज हामी कुरा गर्दैछौँ जीवनको रङ केसरीको भाग 58को समीक्षा। भाग 57सम्म आइपुग्दाखेरि बसन्त जेलबाट निस्केको छ। ऊ जेलबाट निस्केपछि सिधै सृजनालाई भेट्न जान्छ र अन्तिममा 57को भागका अन्तिममा उता घरबाट फोन आउँछ र केसरी पनि गर्भवती छे भनेर चाहिँ इन भएको थियो। यो भाग सुरुवात हुन्छ सृजनाको र बसन्तको कुराकानीबाट। के नौलो कुरा भो र सृजनाको बुवाले भन्नुहुन्छ, बच्चा जन्मिनु के ठुलो कुरो छ र भनिसकेपछि सृजना रुँदै भित्र जान्छे। भित्र गएर रोइरहेको हुन्छे। बसन्त भित्र गएर सम्झाउँछ, म दुईटैलाई मिलाएर राख्छु, बच्चा र तिमीलाई मायाको कहिले पनि कमी हुन दिन्न भन्ने कुराहरू त्यहाँ संवाद भइसकेपछि सृजनाको चाहना पनि त्यही हुन्छ। मलाई तपाईँको साथ चाहिएको छैन, तर छोरालाई त तपाईँको साथ चाहिन्छ, माया चाहिन्छ, ममता चाहिन्छ भन्ने कुरा हुँदाहुँदै दुवैजना निदाउँछन्। त्यत्तिकैमा सृजनाको बाउले चिया बनाएर लिन्छन्, उठाउँछ, ए मैले गल्ती पो गरेँ कि, तपाईँहरू त मस्त सुत्नु भएको रहेछ भनिसकेपछि बसन्तले भन्छ, चौकीमा निदाउन नपाएको म त निदाएछु भन्ने कुराहरू हुन्छ। पलाकुसारी हुन्छ। त्यहाँ सृजनाको बाउले भन्छन्, तपाईँले दुईजनामध्ये एकजनालाई तपाईँ नै त्याग्नुहोस् भन्ने कुराहरू गरिसकेपछि होइन भने तपाईँ यहीँ बस्नुपर्छ भनिसकेपछि सृजनाले बाउलाई सम्झाउँछ र सृजनाको बाउले सृजनालाई त कति गिडगिडाउँछिस्, कति त ऊ गर्छिस्, नगर, मैले सानोमै छोरो गुमाएको थिएँ, आज तेरो पेटमा भएको बच्चा तेरो दाइको रूप हो, म यो बच्चालाई सबै अंशहरू यसको नाममा गरिदिन्छु, त कतै जानु पर्दैन, मेरो सम्पत्ति प्रशस्त छ भनिसकेपछि बसन्त पनि सृजनाले बसन्त यहीँ बस्नुहुन्छ भनेर बसन्तको मामालाई भन्छ। तर बसन्तको मामा जान खोज्दाखेरि बसन्तले होइन मामा म तपाईँसँगै जान्छु भनेर त्यताबाट जान्छ। अहिले उता केसरी किन मलाई आजभोलि बसन्तले धार्दैछ, किन होला भनेर आफूलाई कुरा गर्छे। त्यतिकैमा यतापट्टि सृजना पनि आफ्नै मनले कुरा गरिरहेको हुन्छ। यता पनि सबैजनाले मलाई भाग्यमानी भन्छन्, तर म जति दुखी यो संसारमा कोही पनि छैन होला भनेर बसन्तले कुरा हुन्छ। त्योभन्दा अगाडि बसन्तको घरबाट महेशलाई फोन आउँछ, अर्थात् बसन्तको मामालाई फोन आउँछ, त तिमीहरूले गर्न लागेको के हो, त्यो बाउ छोरीले मोहनी लागेर मेरो छोरालाई त्यतै राख्न खोजेको हो भनेर त्यहाँ भनेपछि भोलि हामी त्यतै आउँछौँ भनेर चाहिँ फोन राख्छ र त्यहाँ ऊ हुन्छ। भोलिपल्टको कुरा टक्क लागेर बसन्तको मामा सृजनाको बाउ बसन्तहरू त्यही कुरा गरिरहेको हुन्छन्। त्यत्तिकैमा चाहिँ उनीहरूको बसन्तको बाउआमा त्यहाँ आइपुग्छन् र त्यहाँ भलाकुसारी झगडा हुन्छ, यताउता हुन्छ। यो सृजनाले भन्दा केसरीको जन्मेको बच्चाले हाम्रो वंशको रक्षा गर्नेछ भन्ने कुराहरू भइसकेपछि त्यहाँबाट छोरालाई तानेर लिएर गएर घरमा लिएर जान्छ र केसरी बाहिर निस्किन्छ र स्याट हुन्छ। त्यतिकैमा कुरा केसरीले भन्छ, आमा मलाई केही भएको छैन, म स्वास्थ्य चौकी जान्न, म त अहिले परोसरी भनेपछि बसन्तको आमाको होस आवास उठ्छ। मैले उता त्यत्रो फुर्ती लाएर आएँ, अब यसले यस्तो भनेर त्यहाँ भनिसकेपछि बसन्तको बाउले भन्छ, देख्यौ धेरै फुर्ती लगाउनु हुँदैन, त्यही भएर समयमै कुराहरू बुझ्नुपर्छ भन्ने कुरा गरिसकेपछि बसन्तको आमा रिसाएर भित्र जान्छे र यता सबैजना सक हुन्छन्। त्यत्तिकैमा एपिसोड इन भएको छ। अब 59 भागमा के हुन्छ त, सृजनाको बच्चा जन्मिन्छ के